गाइस गुड मर्निङ। अहिले चाहिँ हामी यो साउदी इन्टरनेसनल एयरपोर्टको नजिक आइपुगिरहेको छौँ। अहिले एकदमै नजिक आइपुगिसकेको छौँ। यहाँको दृश्यहरू देख्न सक्नुहुन्छ। हामी अब लगभग नजिकै आइसकेको छौँ। यो रियाद इन्टरनेसनल एयरपोर्टको सिरेपेरो नै भन्नुपर्छ, यहाँ नजिकै हो। अब हामी यहाँबाट चाहिँ एयरपोर्ट एन्ट्री हुन आँटिरहेको छौँ। मैले अघि नै भिडियोहरू बनाएको थिएँ, तर भिडियो नै रेकर्डै भइरहेछ। गाइस अब हामी चाहिँ यहाँनिर मान्छे आएर चाहिँ मेरो भाइ आएर चाहिँ हामीले वेट गरिरहेको छ। अब टक्कसँगले जाने हो, गएर 1 घन्टा जस्तो गएर भेट सेट गरेर सब गरेर टक्कसँगले आउने हो। किनभने अब यहाँ दाजु एकदमै मेरो रेस्पेक्टेड दाइ हुनुहुन्छ पछाडि। दाइ हेलो दाइ, मन्दिर छ, लाइटहरू पनि खोइ आज खोइ के हो कि यस्तो। एकदमै मेरो रेस्पेक्टेड दाइ हुनुहुन्छ र म आएको छु। हामी चाहिँ अब एयरपोर्ट ठ्याक्कसँगले एन्ट्री हुनु आँट्यौँ। अब एन्ट्री भइसक्यो। यहाँनिर मलाई चाहिँ अब पर्खिरहेको छ, बाहिर कतै बसेको छु भन्दै थियो। अब यहाँ त एयरपोर्टै पुगेँ। टक्कसँगले भेट्ने, एकछिन गफ गर्ने, अनि भेटसेट गरेर हामी ब्याक हुन्छौँ। भिडियो गर्दै तपाईँहरूलाई देखाउनेछौँ गाइस। हामी एयरपोर्ट आइपुगेको छौँ। यी एयरपोर्ट साउदीको इन्टरनेसनल एयरपोर्ट हो। यहाँनिर मान्छे आउने जाने एकदमै भिड छ, आइरहेको छ। यही हो गाडी चाहिँ आउने जाउने सबै रेडी, कोही आउने कोही जाने। त्यहाँ चाहिँ खालि आनासु बोल्नु न। मैले देखिसकेँ उहाँ टक्कसँगले बसिरहेको छ। हामीले त्यसै गरेर बिचरा उभिरहेको छ। एकदम थकान भइरहेको होला, भोक पनि लागिरहेको, कति प्यास लागिरहेको छ बिचरालाई होइन। एयरपोर्ट वही नहीं तरो هنا تحت موقف. لازم راكب سيارة ثقيل. ايوه هنا مرور مشكلة. لازم पार्किङ, गाडी पार्किङ गर्दैछु होइन। मैले देखिसकेको छु भाइलाई, एकदम यो गाडी हेर्दै बसिरहेको छ। मैले कल गरेको छुइनँ, आनासुक नपरेजी आनासुक होइन वो इन्तजार आनासुक होइन आनासुक इन्तजार हो। 2 वर्ष आएर ऊ इजिलमा आइसक्यो कि होइन। अनि मैले हेरिसकेको छु, ऊ आइसकेर पनि भनिरहेको परिरहेको छ। त एकदमै ऊ भइरहेको छ बिचरा, छटपटिरहेको छ भनेर कति निन्द्रा लिइरहेको छ। अब नेपाल टु दोहा टु फेरि यहाँनिर साउदी टु फेरि यहीँबाट अर्को डोमेस्टिक पक्रेर चाहिँ उता आरआर भन्ने ठाउँमा जानुपर्छ। त्यो एकदम गाह्रो छ। लङ ट्राभल गर्नुको नतिजा कति गाह्रो हुन्छ। न खान पाउँछ राम्रोसँग प्लेनभित्र, होइन केही पिउनहरू पाउँछ, सुत्नु पनि पाउँदैन, एकदमै गाह्रो हुन्छ गाइज। त्यस्तै छ। हामी एयरपोर्टको नजिकै छौँ, एयरपोर्टभित्रै छौँ, तर हामी गाडी चाहिँ पार्किङ गर्नको लागि गइरहेको छौँ। टक्कसँगले गाडी पार्किङ गरेर हामी निस्किन्छौँ। अनि एकछिन टक्कसँगले बोल्ने, एकछिन भेट्ने, अनि भेटेर अब खानासानाहरू लिएको छौँ। खानासाना खानुहुन्छ, यसो पानी सानी चिसोहरू, अनि टक्कसँगले मेडिसिनहरू पनि लिएर आएको छौँ। अनि खानुहुन्छ, अनि टक्कसँगले हामी भेट भएर फर्किन्छौँ गाइज। यस्तो छ है। धेरै टाइम पछि क्या, धेरै टाइममा म नेपाल जाने उहाँनिर पनि फेरि उता विदेशतिरै फेरि हुँदैन दाइ, हुने रहेछ। अघि नै भएको थियो, तर उनी भएको थियो, रेकर्डै भएको थिएन रहेछ। अनि ठ्याक्कै म फेरि विदेश जाने कि दाइ, ऊ नेपाल जाने। त्यही भएर चाहिँ आउने, म विदेश गएँ भने ऊ नेपालमा, नेपाल म गएँ भने ऊ विदेशमा। त्यही भएर भेटेन। 15 साल भइसक्यो। अनि 15 साल हो कि यति धेरै लङ टाइमसम्म भेट्न भयो। त्यही भएर चाहिँ अनि अब चान्स पनि भयो भने 5-6 घन्टा वेटिङ छ है यहाँनिर। त्यही भएर यसो छुट्टी पनि परेको। अनि दाइको चाहिँ अब ड्युटी आज छ, भरे अब 3 बजे जानुपर्छ ड्युटी, गरेर छिटो गरेर सुतिहाल्नुपर्छ भरे। त्यही भएर हामी छिटो गरेर नि यहाँबाट ब्याक भइहाल्ने योजना बनाएको छौँ। अनि यहाँ पार्किङको लागि गइरहेको छौँ गाइज। पार्किङ यहाँ मुनि अन्डरग्राउन्डमा छ। यहाँनिर पार्किङ तल जानुपर्छ, फेरि ब्याक भएर पार्किङ गरेर अनि जानुपर्छ। एकदम मैले हेरिसकेँ होइन, भाइलाई आइसकेँ, ऊ उठेर पुरा गाडी आएर हेर्दै थाकेको भनेर बिचरा कति धेरै आँटिरहेको छ, कति आइपुग्छन् होइन, भोक लागिरहेको होला कति धेरै। हामी इन्ट्री भयौँ यहाँनिर उसमा पार्किङ गर्नुको लागि। हामी इन्ट्री हुँदैछौँ पार्किङमा। हामी टक्कसँगले गाडी पार्किङ गरेर हामी भेट्न जान्छौँ गाइज। हामी
पार्किङ एरियामा छिरिसकेको छौँ। पार्किङ एरिया एन्ट्री भइसक्यौँ। हामी पार्किङ एरिया एन्ट्री भइसकेको छौँ। अब पार्किङ गर्ने गाडी पार्किङको लागि फेरि टिकट सिकट सिस्टम हुन्छ। कति घन्टाको लागि मेरो लिस्ट निकाल्नुपर्छ, मनी पे गर्नुपर्छ। यहाँनिर गेट छ, त्यहाँ मनी पे गरेर अनि कति घन्टाको लागि भनेर यहाँनिर सबै गर्नुपर्छ। सिस्टमहरू एकदमै डेन्जरै छ यहाँनिर सब। अब यहाँनिर मनी पे गर्नुपर्छ। मनी पे गरिरहेको छ उसले, टक्क मनी पे गर्दैछ। यहाँनिर मनी पे भइसक्यो, गेट खोलिसकेको छ। अब यहाँबाट हामी एन्ट्री हुन्छौँ। एन्ट्री भएर टक्कसँगले हामी यहाँबाट फेरि माथि जान्छौँ। अप माथि जान्छौँ। माथि गइसकेपछि हामी भाइलाई भेट्छौँ। भेटेर टक्कसँगले ल दाइ, के छ दाइ हालखबर? म चाहिँ इन्ट्री भएपछि मात्रै हजुर नजर आएको सामुन्ने। हजुर, के छ दाइ? ल भन्नुहोस्, केही छ? निन्द्रा कतिको लागिरहेछ तपाईँले? निन्द्रा लागेको छैन नि होइन? र अलिक ढिलो भयो भने तपाईँले हिजो पनि सुत्नु भएको छैन। ड्युटीको लागि चाहिँ अलिक गाह्रो हुन्छ तपाईँलाई। आज मेरो छुट्टी हो, म त केही छैन, जति बेला गरेर सुत्दा पनि हुन्छ। मेरो एकदमै रेस्पेक्टेड दाइ हुनुहुन्छ। हाम्रो दाइसँग हामी अहिले पार्किङमा छौँ। अब गाडी पार्किङ हुँदैछ। टक्कसँगले पार्किङ गरेर سهر بيد خلني بشوف يدك هذا خلني بشوف المراية. ओके, पार्किङ भइरहेछ गाइस टक्कसँगले। وين وصلت؟ खाली ايه وصلت المطار انا. موجود هنا ورا مكان ما في تاكسيارة. ما في تاكسيارة. अब हामी चाहिँ हामी टक्कसँगले गाडीबाट उत्रिँदैछौँ। टक्क गाडीबाट उत्रेर طيب جيب نمبر. انت नम्बर ओके। अब हामी निस्क्यौँ। दाइसँग चाहिँ यस्तै गर्ने, यस्तै हो, यस्तै गरेर ड्राइभर नम्बर म दिन्छु। नम्बर दिनु पऱ्यो नि। नम्बर बातें नाना की अपने चले ना। انت تطلع من هنا تنزل من هنا. सिस्टमहरूको थाहा हुँदैन कि हामीले झर्ने बन्द गर्नु नगर्नु। गाडी नम्बर 2907 2907। कहाँबाट माथि जाने चाहिँ कहाँबाट हो? अब हामी यहाँबाट माथि फेरि टप माथि बिल्डिङमा जानुपर्छ। यहाँ एक्जेट भन्नु चाहिँ त्यहाँ एक्जेट होइन, एक्जेट हो त्यहाँबाट माथि जाने। यहाँबाट माथि जाने होला होइन? एकदमै फुल गर्छ यहाँको। यस्तै छ, यहाँ फेरि यस्तै छ। अनि यहाँबाट टक्कसँगले माथि अब माथि गरेर लिफ्ट गरेर माथि जानुपर्छ। माथि गएर फेरि अनि बस्नुपर्ने हुन्छ। तर यहाँनिर कहाँनिर छ, अब यहाँनिर माथि जाने अवस्था नै भइरहेको छ। मान्छे धेरै बसिरहेको छ। ल गाइस, म एकछिनमा आउँछु है त। तपाईँहरूले जोडिँदै गर्छु भिडियोमा। कति नम्बर हुन्छ गाडी?